ल हाम्रो आमाले के अरे खनाको रोटी गाउँतिर के भन्छ भने झेन्झेरे नि झेच्चिरे गाउँतिर झेच्चिरे तर खनाको यसको अर्को नाम त छ होला तर हामीलाई थाहा छैन ए पहिल्यै झन् कस्तो भएको यो रोटी चाहिँ विशेष गरी हाम्रो बिहेमा यस्तै रोटी हाल्नुपर्छ के अरे माउली माइतीलाई भेट्नलाई यस्तै रोटी हाल्नुपर्छ अनि चोयाको पेरुङ्गोमा 60वटा हालेर एक साथी भन्छन् माइतीले कति साथी मगान्छन् त्यतिरै बनाउनु पर्छ आज चाहिँ हामीले खाने भनेर मेरो आमाले बनाएको मलाई खाने भनेर विशेष गरी मलाई मनपर्छ यो नियामा ए झन् किन धमिलाउँछ हालेको भन्दा यो किन हालेको शुद्ध पानी र पिठो मात्रै हो त्यही भएर यसले स्वास्थ्यले राम्रो हुन्छ भनेर चाहिँ बनाउन लाएको यता रक्सी पनि पार्दैछौँ रक्सी पनि लोकल रक्सी कोडोको अनि यता रोटी पाक्दैछ यो रोटी चाहिँ मान्छेले खासै हालेर खाँदैनन् नि अब बागलुङमै पनि हाम्रो गाउँ बाहेक अरूतिर खासै यस्तो रोटी बनाउँदैनन् जस्तो लाग्छ हाम्रो चाहिँ यो बिहेमा अनिवार्य रोटी हो यो यस्तो रोटी त जसै बुझाउनुपर्छ अनि यसको साथमा सेलरोटी खनाको रोटी फेरि एकदम ठुला हुनुपर्छ गोलो हुनुपर्छ यो यस्तो यो त हामीले खानालाई बनाएको यस्तो कुचिक सुचिक भयो यो कुचिक सुचिक भयो भने फेरि पैसा दार्छन् ज्वाइँलाई होइन जान त यो चाहिँ हामीले नितान्त खानाको लागि बनाएको यो रक्सी पार्ने घरमा अलिक ठाउँ फोहोर छ तर पनि रोटी त्यस्तरी मजाले पाकिरहेछ आमाले त्यहाँ रोटी पकाउँदै मैले यता रक्सीमा आगो बनाउँदै यता रक्सी झरिरह अनि यहाँ गुन्द्रुकको लागि फेरि गुन्द्रुक बनाउने भनेर यो मुलाको साग पनि कुट्दैछु गाइस यहाँ खोलमा गाउँ आएपछि त म त यस्तो काम पो गर्छु के होइन आमा मेरो छोरी त तग्रा हो गाउँमा बसेको कसलाई सुनाएको होला हजुर मेरो छोरी त तग्रा अरे हे भगवान् फेरि भन्न लगाएको भन्ला फेरि मान्छेले त्यस्तो भन्छन् के राजाले त त्यो काम नगर्नेहरूले त भन्न लाग्यो भन्छन् कहाँ भन्न लाने हो गाउँमा काम तयार छ मेरो बजारमा बसे बजारको काम भयो योभन्दा धेरै बयान नगरौँ फेरि मान्छेले बिल लाउँछन् रक्सी लोकल रक्सी चाहिए पनि सम्पर्क गर्नु होला मलाई हजुर सक्यो नि आमा अब रोटी हालेर अब हे मात्रै खनाइदिन्छु झन् राम्रो भयो के हो ल बाई बाई गाइज अब अर्कोचोटि रोटी हाल्दा देखाउँछु है म